सेम काम वर्षौँदेखि एउटै तरिकाले गर्दा हेत्तेरी थाकिसक्नुभयो। मलाई चाहिँ एआई ल्याउनु थियो यसमा, एआईलाई गराउनु थियो काम। म चाहिँ अरू केही योभन्दा ठुलो कुरा मान्छेले गर्ने खालको काम सोच्न पाए हुन्थ्यो। यो चिज त तपाईँलाई भित्री मनले नै भन्छ कि दिस कुड बी डन बाई एआई बट आई डोन्ट नो हाउ भन्ने छ होइन। कसरी चाहिँ मेरो काम अटोमेट गर्ने त? सबले आफ्नो काम अटोमेट गरे भन्थ्यो, युट्युब अटोमेसन भन्छ, के अटोमेसन, वर्कफ्लो अटोमेसन भन्छन्, दुनियाँ सबै एआईको पछाडि छ। के तपाईँ चाहिँ आफूलाई लेफ्ट बिहाइन्ड, म चाहिँ पछाडि पो परेँ कि भन्ने फिल गर्नुहुन्छ भने दिस कुड बी अ गेम चेन्जर है। दिस भिडियो क्यान बी योर गेम चेन्जर भिडियो। सो वाच टिल द एन्ड। म एउटा खतरा टुलको बारेमा आज गफ गर्न जाँदैछु। टुलको नाम छ नोटबुक एलएम। दिस इज फ्रम गुगल र अति पावरफुल छ। तपाईँ पक्कै पनि जुनसुकै सेक्टरमा हुनुभयो भने पहिल्यैदेखि तपाईँहरूले केही न केही चलाउनु भयो होला। कमसेकम एउटा एआई टुल केही नचलाए पनि च्याट जिपिटी त चलाउनु गर्नु भएकै होला सबैले। त्यो च्याट जिपिटीको समस्या के हो भन्दाखेरि उसको समस्या भनेको जे चिज भन्नुहुन्छ, जेसुकै प्रब्लम भन्नुहोस्, तपाईँले जे गरिरहेको छ भन्नुहोस्, त्यसले के भन्छ, ओहो बवाल गरिरहनु भएको छ भनेर उभारिदिन्छ तपाईँलाई। प्रब्लम त्यही हो, जेनरल एन्सर दिन्छ। जस्तै म लोन लिन लाग्यो एउटा 1 करोडको कार किन्नलाई, मसँग चाहिँ तलब चाहिँ 30,000 छ भन्यो भने पनि, मन्थली 30,000 कमाउँछु, मलाई चाहिँ 1 करोडको लोन लिएर गाडी किन्न मन लागेको छ भनेर भन्यो भने ताली बजाएर उसले के भन्छ, दामी हो कार त, बवालै हो, कारै हो किन्नु पर्ने तिमीले, 30,000 स्यालेरी पनि अलिक गाह्रो हुन्छ तर तिमीले गर्न सक्छौ, यो गरेर गर्न सक्छौ भनेर जेनरल एन्सर दिन थालिहाल्छ। र यसले गर्दाखेरि यसलाई नै ब्लाइन्डली फलो गर्ने हो भने तपाईँको गर्दनमा के आउँछ, तपाईँको घाँटीमा के आउँछ, 1 करोडको लोन आउँछ अनि 30,000 को स्यालेरी हुन्छ, जसले तपाईँले दुःख पाउनुहुन्छ। सो त्यो जेनरल खालको एआई धेरै त्यो एआईलाई चाहिँ नट एज अ सर्च इन्जिन, जस्तै वाट इज द वेदर टुडे भनेर चाहिँ गुगलमा सर्च गर्थ्यौँ नि हामी, अफ वाट एभर काठमाडौँ भनेर, त्यो दिन गइसक्यो क्या आजकल। अब त्यो एआईलाई यस्तो राम्रोसँग चलाउन मिल्छ कि अब त्यसले जेनरल एन्सर दिनै छोड्छ क्या। जस्तै तपाईँको डक्टर जेनरल एन्सर दिनुहुन्न नि, जानुहुन्छ आया घाँटी दुख्यो भनेर जानुभयो भने उसले के जेनरल एन्सर दिन्छ, सिधै तातो पानी खाऊ भन्नुहुन्छ त? भन्नुहुन्न नि। हेर्नुहुन्छ, चेक गर्नुहुन्छ, तपाईँको हिस्ट्री सोध्नुहुन्छ, अस्ति के थियो, त्योभन्दा एभ्रिथिङ सबै सोधेर अनि दिमाग लाउनुहुन्छ। सो एआई, जिपिटी, जेमिनाई, क्लड, जेसुकै भन्नुहोस्, पर्प्लेक्सिटी, यो सबै के हो? ब्रेन हो। ब्रेन जस्तै कुरा हो, कसैको ब्रेन जस्तो हो। तपाईँले जति धेरै कन्टेक्स्ट दिनुहुन्छ उसले त्यति राम्रो एन्सर दिन्छ। र यो नोटबुक एलएम भन्ने टुल चाहिँ कन्टेक्स्ट दिएर कुरा गर्नलाई वान अफ द बेस्ट हो, वान अफ द बेस्ट, प्रोबेबली द बेस्ट नै हुनसक्छ। तर एआईको दुनियाँ यति फास्ट मुभिङ छ कि हिजोको बेस्ट आजको वर्स्ट अथवा अर्को खतरै रिभोल्युसनरी आइसकेको पनि हुन चाहिँ सक्छ। बट आई डोन्ट थिङ्क त्यस्तो केही पनि छ। सो नोटबुक एलएमतिर जाउँ अब है त। सो के चाहिँ मलाई ठ्याक्कै थाहा छैन तपाईँहरू कुन विधामा काम गर्नुहुन्छ, तर के चाहिँ गर्न मिल्छ यसबाट भने सोर्स एड गर्न मिल्छ। यो नोटबुक एलएम हो। तपाईँलाई यो कहाँबाट छिर्नुभयो दाइ भन्नुहुन्छ, नोटबुक एलएम यति सर्च गर्ने आउँछ, क्लिक गर्ने, अनि यताउता भन्छ ट्राई, त्यसपछि वाट यहाँनिर नोटबुक उ गर, कुन स्टार्ट गर भन्छ, ठ्याक्कै एमएस वर्डतिर जस्तो क्या, क्रिएट नोटबुक, यु विल गेट इनसाइड दिस पेज है। यो पेजमा आउन छ, तपाईँ लेफ्ट साइडमा छ सोर्सहरू एड गर्ने ठाउँ, यहाँनिर च्याट गर्ने ठाउँ पनि छ, राइट साइडमा फेरि कति धेरै चिज छ, बिचमा पनि च्याट गर्ने ठाउँ छ। कस्तो कन्फ्युजिङ भन्नुहुन्छ नि, डोन्ट वरी, आई वाक यु थ्रु है त। सो यता हो सोर्स दिने। सोर्स दिने एउटा बटन छ जो अरू दुनियाँमा जेसुकै चिजको हुन्छ नि, यहाँ थिचेपछि तपाईँले यु क्यान ड्रप योर फाइल्स, यु क्यान पुट लिङ्क्स, यु क्यान कनेक्ट यो ड्राइभ अकाउन्ट, ड्राइभमा हुन्छ धेरै जसोको काम। ड्राइभमा केही छ भने त्यसलाई कनेक्ट गर्न मिल्छ, कपी टेक्स्ट पनि पेस्ट गर्न मिल्छ, जेसुकै गर्नुहोस् यहाँबाट दिन मिल्छ। तपाईँलाई तपाईँको बारेमा, तपाईँको बिजनेसको बारेमा अथवा तपाईँको हिस्ट्रीको बारेमा जेसुकैको कन्टेक्स्ट दिन मिल्छ। जस्ट ड्रप यो फाइल। म चाहिँ के गर्न लागिरहेको छु भने आफ्नै युट्युब च्यानल एकचोटि के हुँदो रहेछ भनेर बिजोग हेर्न लागिरहेको छु मेरो च्यानलको। सो कपी गर्छु, यो मेरो सोर्स हो। यो म यसमा कति दिन भइसक्यो मैले मस्त काम गरिरहेको, तर मलाई अझै पनि मजा आइरहेको छैन। मैले गल्ती गरिरहेको छु कि न के पो भइरहेको कि टिकटक जति सजिलो त रहन्छ टिकटक युट्युब भन्ने कुरा मलाई फिल भइरहेछ। त्यही भएर म यसलाई दिएर अब अहिले सोधी प्रोफेसर दाइको युट्युब च्यानल कसरी भाइरल गर्ने भन्यो भने, अथवा चलाउने अथवा के गर्ने, मैले स्ट्राटेजी के हो, अनुहार देखाउने पो हो कि अथवा अरू केही टिप्स एन्ड ट्रिक गरेर 30 सेकेन्डको सर्ट अपलोड भन्दैन नि यसले। अहिले यसलाई त थाहै छैन को। अब मैले एड सोर्सेसमा गएर यहाँ गएर युट्युब लिङ्क गर्ने भने नि, यहाँ गएर पेस्ट द लिङ्क गरिदिएँ भने, अब मैले जस्ट के गरेँ, लिङ्क कपी, तपाईँ मेरो होइन जसको च्यानल नै गर्न सक्नुहुन्छ यो गफ गर्न त, इन्सर्ट। अब यसले सोर्स एड भयो, तपाईँले जे एड गर्दा पनि हुन्छ है। तपाईँको बिजनेसको हजारौँ पेजको डाटा दिए पनि हुन्छ अहिलेसम्मको। तपाईँको जति पनि क्लटर डाटा छ अहिलेसम्म के भयो जिन्दगीमा, अब के हुने भनेर यसले मजाले सोर्सलाई एनालाइसिस गरेर त्यो सबै एड गर्नुभयो भने सोर्सलाई एनालाइसिस गरेर यसरी थोरै ओभरभ्यू दिन्छ। नाउ यु क्यान टक विथ द्याट डाटा। को
युट्युब च्यानलमा भएको अहिलेसम्मको सबै चिजको बारेमा सोध्न मिल्छ। उसले एउटा जेनरल ओभरभ्यू दिइसक्यो। यो चाहिँ सोध्ने ठाउँ हो। यहाँ सोर्स एड गर्ने, यहाँ सोध्ने। यो मेरो हिस्ट्री थियो, मेरो पुरानो रेज्युमी थियो होइन, अथवा मेरो सिभी थियो, मलाई यो कम्पनी गुगलमा जाहिर खानु छ, गुगलमा जाहिर खाएको मान्छेहरू छन्, मलाई त त्यहाँ जब गर्नु छ भनेर यु क्यान टक विथ यो डाटा। अहिलेसम्मको गुगलमा जाहिर खानु छ, मेरो के पुगेको छैन, मैले के पढ्ने, यु क्यान टक विथ इट। म युट्युब च्यानलको बारेमा पढ्छु। सो वाट काइन्ड अफ content I should create to monetize my channel ASAP। यस्तो खालको क्वेरीले चाहिँ अलिकति जेनरल आन्सर दिन्छ स्टिल, तर यही डाटाबाट दिन्छ। अब यसले गुगलमा सर्च गरेर ल्याउँदैन, यसले मेरो नलेज बेस हेर्दैछ, मस्तसँग मलाई के दिँदैछ, यस्तो गर्न मिल्छ भनेर भन्दैछ। हेर्नु त, अब यो चाहिँ उसको आफ्नो एआई वाला फ्रिजहरू। यतापट्टि राइट साइडमा के रहेछ भन्नुहुन्छ, यु क्यान ट्राई इट वन्स। यो फ्री नै अकाउन्ट हो, पेड अकाउन्ट होइन। अहिलेको एउटा चाहिँ झुलुक्क चाहिँ प्रो देख्नुभएको थियो होला, यो चाहिँ फ्री हो सबै। यसबाट के बनाउनु मिल्दो रहेछ, यही कन्टेन्टबाट यु क्यान क्रिएट अडियो प्रिभ्यू, पोडकास्ट गर्न मिल्छ। त्यहाँ बिचमा अझै फनी थिङ भनेको पोडकास्टमा बोल्न मिल्छ। तपाईँ बिचमा चाहिँ होइन होला भन्न मिल्छ। यो रिलेटेड पोडकास्ट बनाउँछ एआईले, तपाईँले इन्टरेक्ट गरेर बोल्न पनि मिल्छ। खतरा चिज छ। स्लाइड डेक, स्लाइड बनाउनु मिल्छ। यही कुरालाई स्लाइडमा ल्याउनु मिल्छ, यही कुरालाई भिडियोमा ल्याउनु मिल्छ, यसलाई माइन्ड म्यापमा ल्याउनु मिल्छ। खतरा अहिले गरेर हेर्छौँ हामी। रिपोर्ट निकाल्न मिल्छ, फ्ल्यास कार्ड, क्विज, इन्फोग्राफिक्स, डाटा टेबल, लड अफ पोसिबिलिटिज। सो यतापट्टि यसले प्रोसेस गर्दैछ। यो चाहिँ आफ्नो डाटासँग हो, फर्स्ट टाइम भएर यस्तो ल्यायो, एकछिनमा छिटो हुन्छ यो चिज है। एउटा मात्र सोर्स लोड भए जति पनि सोर्स लोड गर्न मिल्छ मस्त। तपाईँको च्यानललाई तपाईँ जस्तै अर्को मान्छे, जस्तै म भइदिए म मेरो जस्तै कम्पिटिसनवाला च्यानल अलिक सक्सेसफुललाई राख्दिएँ, मलाई त्यहाँ पुग्नु छ, मेरो च्यानलमा के छ गल्ती भन् भन्यो नि, यसले भनिदिन्छ। कति राम्रो कुरा भन। कसले भन्छ त्यो भन्दाखेरि युट्युबको एक्सपर्ट, 10औं वर्ष युट्युब च्यानल बनाउने मान्छेले पनि पैसा लिएपछि नि त्यति राम्रोसँग नभन्ला, जसले यसले भनिदिन्छ। सो एकैछिन यसलाई काम गर्न दियो। यतापट्टि अडियो प्रिभ्यू गर्न मन छ भने पनि यु क्यान डु इट है। म माइन्ड म्याप गरिहेर्छु, छिटो हुन्छ यो। सो माइन्ड म्याप भनेको के हो त भन्दाखेरि यही चिजलाई, यो जो यो कथा छ, यो कन्टेक्स्ट, यसलाई उसले माइन्ड म्यापमा देखाउँछ, जो तपाईँले अरूलाई एक्सप्लेन गर्न मिल्छ। यहाँ बनिसक्यो। सो दिस इज द माइन्ड म्याप इट हेज क्रिएटेड विथ होइन। मेरो च्यानल लिएर एआई मास्टर क्लास गर्दो रहेछ, लोकल एआई नै हार्डवेयरको गफ गर्दो रहेछ, कन्टेन्ट क्याटेगोरी वाटेभर ट्याक्क थिच्यो। मास्टर क्लास चाहिँ 7 बजी हुँदो रहेछ। एआई र स्मार्ट सपिङ गराउन सिकाउँदो रहेछ, 11 ल्याब सिकाउँदो रहेछ। लोकल एआईमा यसरी भोइस वाटेभर। हेर्नु त कस्तो नाइसवाला के बनाइदियो यसले, मेरो च्यानलको ब्रेकडाउन बनाइदियो भनौँ न। सो नाइस छैन त। यो भयो माइन्ड म्याप। सो यहाँनिर गफ गर्दैछ। स्टिल यसले अब अलिकति हेभी क्वेरी भयो कि जेनरल क्वेरी भयो हेर्नु, रिडिङ फुल च्याप्टर भन्दैछ। बट दिस वर्क्स। तपाईँले जति पनि डाटा दिनु मिल्छ। यहाँबाट इन्टरनेटलाई रिसर्च गराउनु मिल्छ, इन्टरनेटबाट ल्याउनु मिल्छ सोर्स पनि। जस्तै विकिपिडियाको एउटा आर्टिकल ल्याउनु मिल्छ, कुनै न्युज पोर्टललाई यहाँ ल्याएर जोड्न मिल्छ। ल त्यो न्युज पोर्टलले भने न्युज मैले बुझिनँ, ल बुझौ बराबर। सोर्स यता एड गर्ने, गफ यता गर्ने, त्यसबाट कन्टेन्ट अझै फर्दर बनाउँछ नि, यु क्यान डु इट। हियर पिक्चर बनाउँछ, स्लाइड डेक यस्तो मिठो बनाउँछ। अहिले बेटामा छ, यसले थोरै टाइम लिने भएर मैले नगरेको, ल त्यही पनि गरिदिइहाल्छु। टाइम यसै पनि यसले लिइरहेकै छ। सो यो हो नोटबुक एलएम। र आज किन लाइभ नआइकन दाइले भिडियो हाल्नुभयो भन्ने कुरोकानी छ भने चाहिँ आज यता लाइन छैन हिजोदेखि नै, र म बियरली इन्टरनेट पनि एकदम लो डाटाबाट चलाइरहेको छु, एकदमै स्लो छ। सो बाँकी कुरा हामी डे 15मा गर्छौँ। आज डे 14 को क्लास चाहिँ यति नै गरौँ। प्लिज टक विथ दिस थिङ, युज इट, ट्राई टु क्रिएट अडियो, स्लाइड, वाटेभर। अनि मेन एउटा इम्पोर्टेन्ट कुरा भनेको युट्युबमा गएर, मेरो च्यानलमा गएर, अन्त गएर हुँदैन है, प्रोफेसर दाईको च्यानलमा जाने, कम्युनिटी छ नि, यहाँ गएर म एउटा पोस्ट राख्छु, प्लिज कमेन्ट हियर है। पोल राख्न पनि सक्छु के गर्ने भनेर। सो प्लिज कमेन्ट इट हियर। म एउटा पोस्ट राख्छु, सायद तपाईँले यो भिडियो हेर्ने बेला मैले त्यो पोल राखिसक्छु। प्लिज इन्टरेक्ट, या कमेन्ट, पोल, यसको आधारमा बन्छ अबको क्लास कस्तो कस्तो बन्ने भनेर। सो म यसैलाई सोध्दै थिएँ, कम्युनिटीलाई युज गर न, अनि पो थाहा हुन्छ युजरले के खोजिरहेको, सबैजना भिडियोमा आउँदैन नि त भन्दैछ। सो प्लिज डोन्ट फर्गेट टु चेक माई लेटेस्ट पोस्ट। त्यहाँनिर कमेन्ट, पोल, वाटेभर के छ, तपाईँहरूको रियाक्सन भेरी इम्पोर्टेन्ट हुनेछ। दिस मच फर टुडे। आज इन्टरनेट पनि स्लो भएर हो कि अथवा डाटा धेरै नै हेभी भएर हो, दिस इज नट वर्किङ, यु क्यान वर्क अन इट। अफकोर्स टेस्टेड चिज हो, इट वर्क्स। र जेनरस अमाउन्ट अफ फ्री लिमिट छ, पैसा तुरुन्तै लाग्दैन। लड अफ थिङ गरिसकेपछि अनि पैसा माग्न सक्छ। सो मस्ती गर्नुहोस् अहिले नै है त। थ्याङ्क यू।